म 5000 फिट माथिबाट हेलिकप्टरबाट खसेको छु र त्यो हेलिकप्टर कच्याकुचुक हुँदाखेरि पनि बचेको छु। ग्यासको अभाव छ अहिले, तर हाम्रो जमिन मुनि ग्यास छ, हामीले फाल्ने फोहोरमा ग्यास छ। त्यस फोहोरको व्यवस्थापन गर्यो भने हामी ग्यास निकाल्न सक्छौँ, जमिन मुनिबाट ग्यास निकाल्न सक्छौँ। अरू थुप्रै विकल्पहरू हाम्रा निम्ति हुन सक्छन्। त्यो कुरा भनेको अब त हद्दै हो, यो त ग्यास निकाल्नेमा कुरा गर्छ। त्यहाँ बङ्गलादेशमा चुल्हामा पाइप पुर्याएको छ, त्यहाँ पाकिस्तानमा चुल्हामा पाइप पुर्याएको छ। भारतकै मुख्य सहरहरूमा, विकसित सहरहरूमा, मुम्बईहरूमा त्यहाँ पाइपबाटै ग्यास चुल्हामा पुर्याएको छ। त्यत्रो अमेरिका, त्यत्रो रुस, त्यत्रो चीन, त्यत्रो जापान, कोरिया, ती सबैले चुल्हामा पाइप पुर्याएका छन्। मैले भने अलिक समय पर्खिनुहोस्, अहिले हामी अप्ठ्यारोमा छौँ, अलिकति समय लाग्छ, थोरै समय दिनुहोस्, चुल्हामा पाइप जान्छ। यस्तो नचाहिँदो कुरा गर्न पाइन्छ भनेर फेरि आउँछ। म त छक्क पर्छु।